मैले नेपाली हेम्प र अल्लोमा 30 वर्ष बिताउँदाका अनुभवहरू आज हजुरहरूलाई भन्दैछु। जुन पहिलो प्रकारको पुरानो प्रविधि हो, जुन सर्वतथ्य रूपमा जुन यो गाँजाका अल्लोका रेसाहरूलाई छुट्याउनको लागि जब गाँजा पाकिसकेपछि त्यसलाई बोटलाई काटिसकेपछि त्यसको बोक्रा निकालिन्छ पानीमा भिजाएर। त्यो बोक्रा निकालिसकेपछि त्यो बोक्रालाई सुकाएर हामीले वर्षसम्म स्टक गर्न सक्छौँ र घरभित्र राखेर हामीले प्रयोग गर्न सक्छौँ। र त्यो सुकाएको बोक्रालाई बनाउने प्रविधिमा त्यसलाई पानीमा भिजाइसकेपछि त्यसमा खरानीले पकाइसकेपछि खोलामा लगेर कुटेर माटो लगाएर फेरि सुकाइसकेपछि फेरि त्यो सुकेको रेसालाई पनि टट्काउने, जुन बाहिरीको बोक्रा झार्ने र बोक्रा झरिसकेपछि त्यो राम्रो किसिमको एक प्रकारको कपास ऊन जस्तो बन्न जान्छ र त्यसलाई लगेर धागो काट्ने यो चाहिँ पुरानो प्रविधि हो। हाल मैले अध्ययन गरेको प्रविधिमा जुन ब्रोकन प्रविधि भनिन्छ, जुन सिधै बाहिरको बोक्रालाई टुक्राएर रेसा मात्र बाँकी रहन्छ, जुन बाहिरको बोक्रा हुन्छ त्यो पाउडरको रूपमा झर्दछ र त्यसलाई झार्ने काम गरिन्छ। त्यो प्रविधिबाट न कुनै केमिकल पनि लाग्दैन, धेरै इन्धनको खर्च पनि हुँदैन, साधारणतया रूपमा निस्किन्छ। तर त्यसको लागि अलिकति खर्चालु मेसिन लाग्ने हुन्छ, जुन मेसिनले त्यो बोक्राहरूलाई भाँचेर रेसाहरू भाँचिँदैन, बोक्राहरू भाँचिन्छ र टुक्रिन्छ र धुलोको रूपमा खस्दछ। त्यसरी नै बनाइने प्रविधिबाट उत्पादन गरिएको हेम्पको रेसा जुन हो त्यो विश्व बजारमा राम्रो किसिमको मानिन्छ र अहिले हामीले नेपालमा गरिराखेको प्रविधि पनि यही हो। यो प्रविधिबाट काम गर्दा इन्धन, इनर्जी सबै बचत हुन जान्छ। त्यसैले पनि मैले ब्रोकन प्रविधिलाई प्रयोग गर्न सबै जनताहरूलाई आह्वान गर्दछु र हजुरहरूले पनि उद्योग धन्दा गर्नु परेमा यही ब्रोकन प्रविधिबाट गर्नुहोला। र यो मेरो भिडियोलाई लाइक, शेयर, कमेन्ट गरी जस्तो प्रकारको भिडियो बनाउनु पर्ने हो त्यस्तो प्रकारको भिडियो बनाउनलाई कमेन्ट गरेर सहयोग गर्नुहोला र यो पेजलाई पनि फलो गरिदिनु होला। धन्यवाद।